Namaste and welcome to the third season of Career Chats. I am Garima Devkota, an executive member of Global Debate Club and your host for today's episode. In this episode, we are breaking down ACCA, what it takes, what it asks, and how to turn it into a real finance career. To guide us through this, we are joined by a renowned personality in the ACCA world, Mr. Asim Sakhe, who is an academic head at Bright Academy and an educator who has played a key role in shaping journeys of various ACCA students. Please welcome Mr. Asim Sakhe, sir. असीम सरलाई हाम्रो सोमा धेरै धेरै स्वागत छ. Thank you so much for inviting me. Special thanks to Global Debate Club and Arya Digital Production. मेरो चाहिँ फर्स्ट पोडकास्टको लागि होइन. So thanks a lot for this फर्स्ट opportunity. पडकास्ट कस्तो लागिरहेछ हजुरलाई त? ठिकै छ, अलिकति स्टुडियो रुम चाहिँ अलिकति क्वाइट रहेछ, एक्सपेक्टेड भन्दा त्यो चाहिँ अलिक डिफ्रेन्ट लागिरहेछ. त्यो बाहेक त हामी नर्मली गफ गर्ने तरिकामै होस् एउटा रिल्याक्स मोडमै छन्. अफकोर्स. अब सुरु गर्दाखेरि चाहिँ हजुर आफै पनि एसिसिए नै हुनुहुन्छ. सो हजुरलाई चाहिँ एसिसिए पढ्न केले इन्सपायर गरेको हो त? मैले एसिसिए स्टार्ट गर्दा आई स्टार्टेड इट ब्याक इन 2009 विच वाज लाइक अलमोस्ट 17 years ago होइन, अहिलेको हिसाबमा त. त्यो टाइममा मेरो ट्युसन पढाउने मेरो टिचर हुनुहुन्थ्यो एकजना चिरन थापा, अनि उहाँ पनि एसिसिए पढ्दै हुनुहुन्थ्यो. अनि उहाँको एउटा फ्लेक्सिबल स्केड्युल पढेको स्टाइलको, अनि त्यहाँबाट उहाँले पर्स्यु गर्दाखेरि एक्सप्लेन मी द डिफ्रेन्स बिट्विन स्टडिङ एमबिए एन्ड सिसिए एसिसिए लाइक दिस काइन्ड अफ प्रोफेसनल कोर्सेस. त्यहाँबाट चाहिँ म इन्सपायर भएको थिएँ एसिसिए पढ्नलाई चाहिँ. ए लाइक अब एसिसिए भन्दाखेरि त मैले सोच्दाखेरि त एकदम भास्ट ल्या जस्तो एकदमै कम्प्लेक्स लाग्छ नि त. तर हजुरको जर्नी चाहिँ कस्तो थियो, लाइक सजिलो गाह्रो? मेरो जर्नी चाहिँ अब एउटा नर्मल एसिसिए स्टुडेन्टको भन्दा मेबी अलिकति डिफ्रेन्ट चाहिँ थियो होला होइन. इन द सेन्स मैले एसिसिए स्टार्ट गर्नलाई चाहिँ फर्स्टमा नेपालबाट पनि स्टार्ट गर्नु त सकिन्थ्यो, तर म चाहिँ डाइरेक्टली युके गएको थिएँ स्टार्ट गर्नलाई. म युकेमा मैले त्यहाँ क्याप्लान युनिभर्सिटी क्याप्लान कलेजमै पढेको थिएँ स्टार्ट गर्नलाई चाहिँ. त्यसपछि क्याप्लानमा स्टार्ट गरेर त्यहाँ नलेज लेभल कम्प्लिट गरेर स्किल्सको फ्यु सब्जेक्ट्सहरू कम्प्लिट गरिसकेपछि त्यसपछि मलाई त्यहाँ पढाइ र कामलाई सँगै लान चाहिँ एकदमै गाह्रो भयो. त्यो गाह्रो भइसकेपछि त्यसपछि मैले त्यहाँ सिर्फ 1.5 years जति चाहिँ काम मात्रै गरेर अनि त्यसपछि आफूले इन्भेस्ट गरेको सकेसम्म सबै त्यो रिटर्न लिएर त्यसपछि म नेपाल फर्केर त्यसपछि नेपालमा मैले एसिसिए आफ्नो जर्नी चाहिँ कन्टिन्यू गरेको हो. त्यसपछि आफ्टर द्याट आई स्टडिड हियर इन एनसिए एन्ड ब्रिटिस कलेज एट द टाइम. फेरि धेरै अप्सन्सहरू त थिएन कलेज एसिसिए पढ्नलाई. त्यो त्यसपछि नेक्स्ट लाइक अनदर 4-5 years भित्र चाहिँ मैले एसिसिए कम्प्लिट गरेको थिएँ. त्यस्तो थियो. सो हजुरले भनेअनुसार चाहिँ हजुर बाहिर गएर फर्किसकेको थियो नि त होइन. अब त्यहीँ पढिसकेपछि त अभियसली एउटा ह्युमन माइन्डबाट चाहिँ अब त्यहाँनिर बसेको भए त डलरमा आउँथ्यो पैसा, अनि त्यस्तो हुन्छ नि त मेन्टालिटी नै. अनि हजुरलाई चाहिँ त्यहाँबाट यहाँ फर्किन चाहिँ केले ड्राइभ गरेको हो? सो मेरो चाहिँ यसलाई चाहिँ म 2 partsमा आन्सर गर्छु होइन. म फर्स्टमा एज अ स्टुडेन्ट गएको थिएँ विदेश युके, फर्केर आएँ. त्यसपछि एज अ वर्किङ प्रोफेसनल फेरि विदेश गएको थिएँ होइन, कतार गएको थिएँ सेकेन्ड टाइम चाहिँ. सो फर्स्ट टाइम एज अ स्टुडेन्ट बाहिर गइसकेपछि त्यसपछि फर्किनलाई मोटिभेसन भनेको त बेसिकली एसिसिए इज डिफिकल्ट होइन. यहाँ हामीलाई सिर्फ पढेर मात्रै त पास गर्न गाह्रो छ. अब बाहिर जाँदाखेरि त पढेर प्लस काम गरेर आफ्नो होइन सबै विदाउट एनी अदर फ्यामिलीको सपोर्ट त्यो कम्प्लिट गर्नलाई एकदमै गाह्रो थियो. अनफर्चुनेटली म त्यस्तो एकदमै एक्सट्रिमली मेहनती विद्यार्थी चाहिँ थिएन. सो आई वुड लाइक टु गिभ अ साउट आउट टु अल द एसिसिए students affiliates who have completed their studies working and studying abroad होइन. That's a special kind of achievement. So as a student फर्किनुको कारण चाहिँ बिकज मलाई पढ्न र काम गर्न गाह्रो भयो. सो आई जस्ट वर्क देयर फर अ वाइल. अनि त्यसपछि म फर्केँ. त्यसपछि म फर्केर एसिसिए कम्प्लिट गरिसकेपछि यहाँ फ्यु इयर्स काम गरेँ. काम गरिसकेपछि फेरि मलाई कतारमा चाहिँ एज अ वर्किङ प्रोफेसनल चाहिँ म डाइरेक्टली त्यहाँ चाहिँ एज अ फाइनेन्स अफिसर गएको थिएँ. सो त्यहाँ जाँदाखेरि चाहिँ आई स्टार्टेड एज अ फाइनेन्स अफिसर र पछि छोड्ने टाइममा त आई वाज अ फाइनेन्स म्यानेजर अलरेडी. सो 3.5-4 years जति दोहामा काम गरिसकेपछि आफ्टर द्याट त्यो टाइममा चाहिँ आई वाज अर्निङ गुड अल्सो दोहामा. बट त्यो टाइममा चाहिँ मलाई फर्किनुको मोटिभेसन चाहिँ इट वाज फ्यामिली. बिहा भइसकेको थियो अनि त्यसपछि एउटा त फ्यामिली पनि हो अनि अनेस्टली भन्नुपर्दाखेरि नेपालको माया पनि हो.
दोहा नट ट्राइङ टु से एनिथिङ ब्याड, तर नेपालको जस्तो स्वच्छ हावा पानी चाहिँ पाइँदैन होइन। अनि नेपाल पनि एकदमै मिस हुने। सो त्यही कारणले नेपाल फर्किसकेपछि त्यसपछि मैले चाहिँ नेपालको धेरै ट्रेकिङ डेस्टिनेसन्सहरू एक्सप्लोर गरेँ, जसको कारणले गर्दाखेरि चाहिँ आई एम भेरी थ्याङ्कफुल फर द डिसिजन आई हेभ मेड। सो हजुरले बिचमा भन्नुभएको थियो गएर पढ्न काम गर्न गाह्रो भयो भनेर, अनि मैले बुझेअनुसार चाहिँ एसिसिए गर्दाखेरि चाहिँ 3 वर्ष हो कि कतिको चाहिँ वर्क एक्सपिरियन्स पनि देखाउनु पर्छ होइन? हजुर। सो त्यो वर्क एक्सपिरियन्सलाई हामीले आर्टिकलसिप अर इन्टर्नसिप पनि भन्छौँ। यो वर्क एक्सपिरियन्स चाहिँ युजुअली दिस कम्स ओन्ली आफ्टर द सेकेन्ड लेभल विच इज द स्किल्स लेभल। स्किल्स लेभलभन्दा अगाडि पनि काम त गर्न सकिन्छ, बट लाइक त्यो लेभलको काम गरिँदैन युजुअली, विच मिन्स लाइक इन अ अकाउन्टिङ प्रोफेसन गरिँदैन। सो अकाउन्टिङ प्रोफेसनमा गरिने भनेको तपाईँको युजुअली +2 स्टुडेन्ट्स वर +2 स्टुडेन्ट्स उहाँहरूले गर्ने भनेको एसिसिएको नलेज लेभल कम्प्लिट गरेर त्यसपछि सेकेन्ड लेभल स्किल्स लेभल कम्प्लिट गरिसकेपछि त्यहाँबाट वी वर्क इन द्याट काइन्ड अफ रोल, अकाउन्टिङ रोल। सो त्यो 2-3 इयर्स काम गर्ने, द्याट इज दि relevant work experience which is required to complete the ACCA membership. सो अब मलाई आफ्नो पर्सनल स्टोरी पनि भन्न मन थियो। अब म त्यस्तो राम्रो स्टुडेन्ट त थिइनँ, तर म्यानेजमेन्ट पढेपछि बिङ एभरेज स्टुडेन्ट पनि घरको एक्सपेक्टेसन वा आफ्नो इन्ट्रेस्ट पनि आइदर सिए अर एसिसिए हुन्छ नि त। सो एसिसिए मैले बुझेअनुसार चाहिँ इट्स अलिकति फ्लेक्सिबल, अनि एकदमै धेरै कन्फ्युजन्स कि अझै झन् बुझ्दै गयो झन् हराए जस्तो हुने। सो एसिसिए चाहिँ सिए भन्दा बेटर वा के चाहिँ डिफ्रेन्सेस छ त्यसमा चाहिँ? सो एसिसिए र सिएको यो जुन फ्लेक्सिबिलिटी अफ एक्जाम्स यो त मैले भनिसकेँ होइन। त्यो बाहेक आफ्टर द्याट इभन अफिलिएट भइसकेपछि अर सिए एसिसिए कोर्स ड्युरिङ द कोर्स हाम्रो एक्सपिरियन्स पनि प्र्याक्टिकल एक्सपिरियन्स पनि सिए भइसकेपछि चाहिँ यु हेभ टु वर्क इन अ ICAN अप्रुभड अडिट फर्म होइन। तर एसिसिएको जुन प्र्याक्टिकल एक्सपिरियन्स रिक्वायरमेन्ट छ त्यो इन्टर्नसिप त्यो चाहिँ जता काम गरेर पनि कम्प्लिट गर्न सकिन्छ। सो यु क्यान वर्क इन एनी काइन्ड अफ अकाउन्टिङ रोल अर यु क्यान वर्क एज अ ट्युटर, बट ट्युटर काम गरिसकेपछि चाहिँ 1 इयर मात्रै एक्सपिरियन्स रेकर्ड गर्न सकिन्छ। त्यो बाहेक यु क्यान इभन वर्क इन आउटसोर्सिङ फर्म्स। आजकल एसिसिए सिएजहरूको एकदमै राम्रो स्कोप भनेको आउटसोर्सिङ फर्म्सहरूमा पनि छ। And finally, you can even work in the corporate sector. So for example, banks, corporations like WorldLink, Pathao, all of these are approved ACCA employers. यसमा पनि काम गर्न सकिन्छ। So this is the second difference. अनि अर्को डिफ्रेन्स भनेको चाहिँ तपाईँको CA इज ICAN बोर्ड, जसले गर्दाखेरि चाहिँ नेपालमा चाहिँ यसको राम्रो रेकग्निसन छ, विदेशमा पनि छ, बट एसिसिएको चाहिँ बिकज दिस इज अ ग्लोबल क्वालिफिकेसन, ग्लोबली रेकग्नाइज क्वालिफिकेसन, एसिसिएको चाहिँ विदेशमा अझै राम्रो छ होइन। अब यसैमा मेरो पर्सनल जर्नीलाई पनि जोइन गर्नुपर्दाखेरि वान्स आई कम्प्लिटेड एसिसिए आई स्टार्टेड वर्किङ हियर इन नेपाल इन दि कर्पोरेट सेक्टर। म सिप्रदीमा काम गर्थेँ, बट आई नेभर ह्याड अ एक्सपेक्टेसन टु गो अब्रोड। मैले एकदमै मेरो साथीको थ्रुबाट भेरी लकिली एउटा अपर्च्युनिटी पाएँ, एन्ड मेबी द्याट अपर्च्युनिटी पाउँदाखेरि आई वाज भेरी लकी टु ह्याभ क्वालिफिकेसन विच इज ग्लोबली रेकग्नाइज, जसले गर्दाखेरि चाहिँ मलाई त्यो अपर्च्युनिटी चाहिँ ग्र्याब गर्नलाई अलिकति सजिलो भयो। अब्रोड भन्नुभयो, मेरो पनि एउटा दाइ होइसिन्थ्यो, अनि उहाँले चाहिँ यहाँ पढ्नु भएको थियो क्यारे 2 वर्ष जस्तो यहाँ पढ्नुभयो, अनि फेरि उता गएर सिफ्ट गर्नु, त्यस्तो मिल्छ? पढाइमा पनि मिल्छ, बिकज मैले पनि आफैले गरेको थिएँ। म चाहिँ बाहिर स्टार्ट गरेर नेपाल फर्केको थिएँ होइन, र नेपालमै स्टार्ट गरेर बाहिर पनि जान मिल्छ होइन। अब यसलाई अलिकति इलाबोरेट गरेर भन्नुपर्दाखेरि ACCA being a slightly difficult subject, we cannot expect all students who start the ACCA journey to complete the ACCA journey. So कतिजनाको चाहिँ क्रेडिट ट्रान्सफर पनि गर्नुपर्ने हुन्छ, र बिकज ACCA being a globally recognized qualification धेरै युनिभर्सिटीहरूले क्रेडिट ट्रान्सफर पनि गर्न दिन्छ, विच मिन्स समथिङ इन समरी लाइक ACCA आदि गरेर त्यसपछि ब्याचलर्सको डाइरेक्टली 2nd इयर 3rd इयरमा क्रेडिट ट्रान्सफर हुने, अर इभन लाइक तपाईँको एसिसिएको नलेज लेभल र स्किल्स लेभल फर्स्ट 2 लेभल्स कम्प्लिट भयो भनेदेखि त डाइरेक्टली मास्टर्स पनि जोइन गर्न दिन्छ धेरै युनिभर्सिटिजहरूले, कलेजहरूले अब्रोड इन अदर कन्ट्रिज। सो अनि त्यो वर्क एक्सपिरियन्स पनि बाँडिने भएन, अनि यहाँ 1 वर्ष फेरि उता गएर 3 वर्ष पनि सबै नै काउन्ट हुन्छ? त्यो पनि सबै काउन्ट हुन्छ, त्यसरी पनि गर्न चाहिँ सकिन्छ, बट इट हेज टु बी इन अ रेलेभेन्ट रोल। सो समथिङ लाइक अकाउन्टिङ रोल अर अकाउन्ट्स टिचर्सको रोल होइन, अकाउन्ट अनि ACCA पढाउने रोल,
होइन, or even in the corporate sector, but it has to be somewhere in the finance, auditing, accounting department, like यस्तो खालको relevant roles चाहिँ हुनु पर्यो. रेलिभेन्सी चाहिँ केही डकुमेन्टहरू कि प्रिपेयर गरेर डकुमेन्ट भन्दा नि अब आफ्नो एक्सपिरियन्स हो, सो त्यो आफ्नो एक्सपिरियन्स चाहिँ त्यस्तो खालको रेलेभेन्ट रोलमा चाहिँ हुनु पऱ्यो. त्यसपछि हामीले जेसुकै हाम्रो एक्सपिरियन्स रेकर्ड गरेको छौँ, त्यो रेकर्ड गरेको एक्सपिरियन्सलाई चाहिँ हाम्रो सुपरभाइजरले चाहिँ अप्रुभ गरिदिनुपर्छ. सो त्यो सुपरभाइजर अल्सो हेज टु बी एन एसिसिए सिए. सो उहाँले पनि युजली त्यो एक्सपिरियन्सहरू रेकर्ड गर्दाखेरि त गाइड गरिदिनुहुन्छ. हामीले यो फाइनेन्सको वर्ल्डलाई चाहिँ अलिक ट्रेडिसनल टाइम, आजको त झन् 17 वर्ष अगाडि भन्छ थियो, धेरै टाइम भइसक्यो नि त. अनि फाइनेन्स वर्ल्ड पनि एकदम राम्ररी ग्रो भएको छ, त्योसँग एसिसिए पनि एकदमै धेरै डिफ्रेन्स आएको छ. त्यसमा चाहिँ हेर्दाखेरि अब पहिला त अब ब्याङ्क भन्दाखेरि नै ठुलो कुरा हुन्थ्यो नि त. अहिले त झन् पेरेन्ट्सहरूमा खासै एसिसिए अलिअलि बुझिन्छ नेपालमा, एसिसिए भन्दा झन् कम्प्लिकेटेड जस्तो त्यस्तो लाइक सिए जतिको प्रेस्टाइज नपाउने कि त्यस्तो सोचिन्छ नि त. त्यसमा चाहिँ के छ? सो यसलाई चाहिँ मेरो पर्सनल जर्नीको कुरा गर्नु पर्दाखेरि पनि एसिसिएको पनि आफ्नो प्रेस्टिज त छैछ. इनफ्याक्ट म त ग्लोबल भ्यू पोइन्टबाट हेर्दाखेरि त एसिसिएको the prestige is probably even higher because right now currently there are 257,000 members, ACCA members in the world right now, and 530,000 students who are pursuing ACCA. So the numbers are pretty big. So next तपाईले कुरा गर्नुभयो फिनटेकको बारेमा. मैले पढ्दाखेरि 17 years ago when I started, त्यसला ACCA को एक्जाम्स पनि पेपरमै गरिन्थ्यो. अहिले चाहिँ बिकज एभ्रिथिङ इज डिजिटलाइज्ड, अहिलेको एसिसिएको एक्जाम्स पनि सबै कम्प्युटरमै हुन्छ. हामीले रिपोर्ट्स बनाउँदाखेरि पनि पेपरमा नबनाइकन एक्सेल त होइन स्प्रेडसिट्समा चाहिँ बनाइन्छ. सो त्यो कारणले गर्दाखेरि इभन वेन स्टडिङ स्टुडेन्ट्स गेट प्र्याक्टिकल नलेज, प्र्याक्टिकल वर्क एक्सपिरियन्स, द्याट काइन्ड अफ एक्सपिरियन्स इभन वाइल स्टडिङ एन्ड गिभिङ देयर एक्जाम्स. त्यो बाहेक इभन केस स्टडिजहरू पनि हुन्छ, स्पेसली एसबिएलमा. सो त्यसले गर्दाखेरि पनि स्टुडेन्ट्सहरूलाई चाहिँ फ्युचरमा गएर रियल लाइफ सिनारियोमा काम गर्दाखेरि केस स्टडी गर्दाखेरि कसरी रिसर्च गर्ने त्यसमा पनि एउटा एक्सपिरियन्स हुन्छ. सो द एक्जाम इज बेस्ड लाइक द्याट. अनि त्यति मात्र नभइकन अब 2027देखि त एसिसिएको कोर्स पनि अलिकति चेन्ज हुन लागेको छ. यसमा चाहिँ एआई, डेटा एनालाइसिस, यो सबै कुराहरूलाई चाहिँ इन्टिग्रेसन गरेर एसिसिएले आफ्नो प्रोफेसनल लेभलमा चाहिँ अरूको फ्यु सब्जेक्ट्सहरू पनि इन्ट्रोड्युस गर्न लागेको छ, विच इज इन रेस्पोन्स टु द चेन्जिङ वर्ल्ड एन्ड इन रेस्पोन्स टु राइज इन फिनटेक, डेटा एनालाइसिस एन्ड एआई इन द करेन्ट जब मार्केट सिनारियो. So ACCA, after you become like ACCA qualified professional बनिसकेपछि चाहिँ करियर अपर्च्युनिटिज चाहिँ कस्तो हुन्छ? करियर अपर्च्युनिटिज यसलाई फर्स्ट अफ अल नेपाललाई नै सोचौँ. नेपालमा कुरा गर्नु पर्दाखेरि हाम्रो कर्पोरेट सेक्टर्सहरूमा पनि काम गर्न सकिन्छ. त्यो बाहेक अडिट फर्म्सहरूमा त डेफिनेटली धेरैजनाले इन्टर्नसिप गरेर त्यसमा पनि कन्टिन्यू गरिरहेको हुन्छन्. नेक्स्ट भनेको आजकल एकदमै राइजमा आइराख्ने भनेको आउटसोर्सिङ फर्म्स हो. आउटसोर्सिङ फर्म्स भनेको इन सिम्पल टर्म्स नेपालको कम्पनीले नेपालकै कम्पनी अडिट नगरिकन फरेन कम्पनीजहरूको फाइनेन्सियल रिपोर्टिङ, फाइनेन्सियल एनालाइसिस, क्रेडिट एनालाइसिस, ट्याक्स कन्सल्टेन्सी, यस्तो खालको कामहरू गर्ने. दिज टाइप्स अफ जब्स आर इन द राइज इन नेपाल. र यस्तोको लागि चाहिँ एसिसिए आर हाइली डिमान्डेड. अहिले पनि कुरा गर्नु पर्दाखेरि इन नेपाल देयर इज $45 million एभ्री इयर भित्रिरहेको छ इन टर्म्स अफ रेभेन्यू यस्तो आउटसोर्सिङ फर्म्सहरूको थ्रुबाट. र फ्युचरमा यो बढ्दै जानेवाला छ होइन. सो यस्तो डिफ्रेन्ट अर्गनाइजेसन्सहरूमा चाहिँ एसिसिएको करियर स्कोप एकदमै राम्रो छ. ओके सर, अब त 12 सिद्धिने एक्जाम आइसक्यो होइन वैशाखमा. अब त बिस्तारै सबैजना अगाडिको करियरको कुरा सोच्न थाल्छन्. मैले भनेअनुसार एसिसिए मलाई पनि पढ्न मन छ पर्सनल्ली. यसमा चाहिँ अब 12 भइसकेको एउटा विद्यार्थी छ अनि उसलाई चाहिँ क्वालिफाई गर्न कति टाइम लाग्छ अनि टोटल वर्क एक्सपिरियन्स सबै काउन्ट गरेर कस्तो हुन्छ क्वालिफिकेसन टाइम चाहिँ? सो इफ आइ एम स्पिकिङ टु अ +2 स्टुडेन्ट होइन, आफ्नै भाइ बहिनीसँग कुरा गरेको जस्तो एउटा एडभाइस दिनु पर्दाखेरि चाहिँ फर्स्ट अफ अल द बेस्ट फर यर +2 एक्जाम्स. इट इज भेरी इम्पोर्टेन्ट.
एटलिस्ट जिपिए राम्रो भएर एसिसिएमा स्कलरसिपको लागि भए पनि इट इज भेरी इम्पोर्टेन्ट होइन. नेक्स्ट भनेको तपाईँको यदि तपाईँलाई अकाउन्ट्स इकोनोमिक्स यस्तोमा चाहिँ स्पेसली अकाउन्ट्समा चाहिँ एकदमै धेरै इन्ट्रेस्ट छ, फाइनेन्सियल रिपोर्टिङहरूमा यस्तोमा धेरै इन्ट्रेस्ट छ भनेदेखि आई थिङ्क एसिसिए वुड बी द राइट जर्नी फर यु. र यसको लागि चाहिँ +2मा तपाईँहरूले जति मिहिनेत गर्ने त्योभन्दा बढी मिहिनेत त गर्नै पर्छ होइन. बट आई अल्सो इमेजिन द्याट बिकज लाइक वाट यु आर स्टडिङ इज अफ योर किन इन्ट्रेस्ट, त्यो भयो भनेदेखि मिहिनेत गर्न रमाइलो पनि हुन्छ र सजिलो पनि हुन्छ. र फाइनली एसिसिए कम्प्लिट भइसकेपछि त्यो सेटिस्फ्याक्सन लेभल पनि एकदमै राम्रो हुन्छ. नाउ स्टार्ट गरिहाल्नुभयो भनेदेखि फर्स्ट अफ अल ACCA is divided into 3 levels. The first level, knowledge level, will take 6 months to complete. त्यसपछि second skills level will take on average 1.5 to 2 years to complete. So यो दुईटा लेभल कम्प्लिट गर्दाखेरि तपाईँको 2 देखि 2.5 years चाहिँ सकिन्छ.